ब्रेकिङ न्युज ब्रेकिङ न्युज ब्रेकिङ न्युज। नेपालका बेरोजगार युवा सङ्घले नयाँ अचिभमेन्ट अनलक गरेका छन्। राति 3 बजेसम्म जागेर बस्ने, बिहान 11 बजे उठ्ने, मोटिभेसनल भिडियो सेभ गर्ने तर काम कहिले सुरु नगर्ने नेपालका बेरोजगार युवाहरूलाई रातिको 2 बजे जोस आउँछ अनि बिहान उठ्दा फेरि हराउँछ। उनीहरू भन्छन् ओछ्यानमै पल्टिएर सपना देख्छौँ अनि ओछ्यानमै पल्टिएर पुरा गर्छौँ। आजको मुख्य समाचार यस प्रकार छ। भोलिबाट सुरु गर्छु भन्ने शब्द नेपालमा राष्ट्रिय डायलग बनेको छ। आजको मुख्य समाचार सँगसँगै म पनि बिदा हुन्छु। हस्त नमस्ते। अलग ही लेवल का बंदा था।